सोचे चाहिँ जिन्दगी रहेनछ भनेर दुःख कहिले पनि नमान्नुहोस्। आखिर एउटै डालीमा फुलेको फूल पनि त कोही स्वागतका गुस्सा बन्छन्, कोही विदाईका थुङ्गा बन्छन्, कोही पार्थिव शरीरमाथि चढ्छन्, कोही मन्दिरमा चढ्छन्। अनि एउटै कलमको मसीले कसैले विवाह दर्ता लेख्छन्, कसैले जन्म दर्ता लेख्छन्, कसैले डिभोर्स पेपर लेख्छन्, कसैले कानुन लेख्छन्, नियम लेख्छन्। एउटै इट्टा भट्टामा पोलिएका इट्टाहरूले पनि त कसैले मस्जिद बनाउँछन्, कसैले मन्दिर बनाउँछन्, कसैले टोयलेट बनाउँछन्, कसैले ठुला ठुला महल र बिल्डिङ बनाउँछन्। अनि एउटै आमाको कोखबाट जन्मिएका सन्तान पनि कोही अमीर हुन्छन्, कोही सुकुम्बासी हुन्छन्, कोही सम्राट बन्ने गर्छन्। त्यसैले आखिर जिन्दगीको तराजु त कहिले पनि एक नाश भएर हुँदो रहेन रहेछ, कहिले पनि जिन्दगी सोचेको जस्तो हुँदो रहेन रहेछ भनेर यही कुराबाट ज्ञान लिनुहोला। आज हामी दुःख व्यक्त गर्छौँ, सोचे झै भएन, मैले चाहे झै भएन, मैले भने झै भएन भनेर। आखिर एउटै कोखबाट जन्मिएका सन्तान पनि एकै हुँदैनन्, एउटै डालीमा फुलेका फुलहरू पनि एकै नाशका हुँदैनन्, अनि एउटै भट्टामा पोलिएका इट्टाहरू पनि एक स्थानमा पुग्दैनन्, एउटै कलमको मसीले पनि त सधैँ राम्रो लेख्दैन। त्यसैले भक्त सज्जनहरू म निवेदन गर्छु, म आग्रह गर्छु,